नमस्कार नमस्कार धन्यवाद। सबैभन्दा पहिला म मेरा अभिभावक द्वय प्रेमराज सापकोटा र किशोर सापकोटालाई मञ्चमा बोलाउँछु। अनि मेरो भाइ विश्वराज सापकोटा सायद बिरामी पर्यो भने सुनेको थिएँ, अहिले बाहिर सिकेँ। हामी 3 भाइको 8वटा सन्तान, त्यो 8वटा सन्तान मध्ये 7 जना अस्ट्रेलिया र अमेरिकामा छन्, एउटा मात्रै यहाँ नेपालमा छ, सचिन सापकोटा भतिज। नानी सचिन सापकोटा भने मैले मञ्चमा बोलाएँ। है कहाँ छ नानीको साथी सँगै पढाए ए वा वा तिम्रो सचिन जस्तो जस्तो रहेछ त कति मुटु नानीसँगै पढायो नि यिनीहरू सन्दाइबाट हाम्रो गराए एकचोटि स्कुल जाने बेला आदरणीय डिस्ट्रिक्ट गभर्नरज्यू, फर्स्ट लेडी इन्दु नेपालीज्यू, भर्खरै हामीले आइडी इन्डोर्सीमा इन्डोर्स गरेका मल्टिपल डिस्ट्रिक्ट कोअर्डिनेटर डिके ढुङ्गानाज्यू, लक्ष्मी हजुर, देशमा भर्खरै निर्वाचित हुनुभएका फर्स्ट भाइस गभर्नर प्रभाकर पण्डितज्यू र उहाँको स्पाउस सरला पण्डितज्यू, भर्खरै हामीले माफ गर्नु होला हाम्रा पूर्व गभर्नर आइपिडीजी आरएस महतोज्यू, रामप्रसाद भट्टज्यू, भर्खरै हामीले निर्वाचित गरेका सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरका गभर्नर दिपेन्द्र खतिवडा र बहिनी कमला लक्ष्मी खतिवडा र लियो विज्ञान र गौरव डिस्ट्रिक्ट काउन्सिल प्रेसिडेन्ट र भाइस प्रेसिडेन्ट र यहाँ उपस्थित मञ्चमा रहनुभएका सम्पूर्ण अभिभावकगणहरू र यहाँ उपस्थित सम्पूर्ण लाइन साथीहरू र यहाँ आजको यो ऐतिहासिक गौरवपूर्ण मञ्चमा म अत्यन्त कृतज्ञता र उत्साहका साथ उपस्थित भएको छु। लाइन वर्ष 25-26लाई 325R को डिस्ट्रिक्ट 325R को डिस्ट्रिक्ट गभर्नर पदमा तपाईँहरूले जुन विश्वास भरोसा आत्मीय समर्थन दिनुभयो त्यसप्रति म हृदयदेखि आभारी छु। यो विजय मेरो व्यक्तिगत नभई हाम्रो सामूहिक संकल्प साझा उद्देश्यको प्रतिबिम्ब हो। मैले यो पदलाई केवल सम्मानको रूपमा नभई सेवा, उत्तरदायित्व र प्रेरणाको नयाँ यात्राको रूपमा लिएको छु। सबैभन्दा पहिले म मेरो जीवनका मेरुदण्ड मेरा आदरणीय माता पिता श्रद्धा अर्पण गर्न चाहन्छु। कस्तो बाबु भन्नुभयो पानी लाग्नुपर्छ। मेरा वैकुण्ठवासी पिताजी जसलाई तत्कालीन अवस्थामा आफूले औपचारिक शिक्षा हासिल गर्ने कुनै अवसर थिएन, फेरि पनि आफ्ना भाइहरू र सन्तानहरू औपचारिक शिक्षाबाट वञ्चित हुन नपरोस् भनी सदियौँदेखि आफ्नो पुर्खाले बसोबास गरेको थाप थलोलाई समेत सजिलै परित्याग गरी आफ्नो परिवारको सुख नै आफ्नो सुख मान्दै चितवनको यो पवित्र भूमिमा बसाइसराई गर्नुभयो। जुन भूमिमा म जन्मिन पाएँ, अहिले हाम्रो परिवारलाई नेपालमा मात्रै होइन अमेरिका र अस्ट्रेलियामा समेत आफ्नो बौद्धिक क्षमताको उपयोग गरी रोजगार गर्ने अवसर पनि दिलाइदिनु भएको छ। उहाँहरूको मूल्य मान्यता जीवन शिक्षाले नै मलाई आजको यो दिनसम्म पुर्याएको हो। आजको यो दिन देखेर वैकुण्ठबाटै हामीलाई आशीर्वाद दिइरहनु भएको मेरा परम पूज्य पिताजीप्रति म भावपूर्ण श्रद्धासुमन अर्पण गर्न चाहन्छु। र मेरो माताजी 3 वर्षदेखि बेडमै हुनुहुन्छ, उहाँको स्वास्थ्य लाभको पनि कामना गर्दछु। मेरो जीवन सङ्गिनी उमा सापकोटा जो अहिले यही मञ्चमा छिन्,
भूगोलले देशभन्दा टाढा रहेका मेरा सन्तान र मेरो परिवार, जसले सधैँ मभन्दा अगाडि मेरो कर्तव्यलाई राख्यो, जसले निस्वार्थ साथ दियो, प्रोत्साहन दियो, उनीहरूकै माया र समर्पणको फलस्वरूप आज म यहाँ छु। मेरो परिवारप्रति गहिरो कृतज्ञता प्रकट गर्दैछु। उनीहरूको साथ, सहनशीलता र माया बिना यो यात्रा सम्भव थिएन। हामी सबैका आदरणीय अभिभावक, पास्ट डिस्ट्रिक्ट गभर्नरहरू, सबै पूर्व डिस्ट्रिक्ट गभर्नरहरू, हाम्रा डिस्ट्रिक्ट गभर्नर लगायत सबै पूर्व डिस्ट्रिक्ट गभर्नरहरूको साथ, सहयोग र सद्भाव र मार्गनिर्देशनले नै हामी आजको दिनमा छौँ। सबैप्रति अन्तर्मनदेखि सम्मान र आभार प्रकट गर्दछु। आफ्नो अमूल्य यस मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाता प्रतिनिधिहरू, साथै सम्पूर्ण उपस्थित डिस्ट्रिक्टका लाइन लिडरज्यूहरू, कन्भेनर योगेन्द्रनाथ अधिकारी र उहाँको सम्पूर्ण कन्भेन्सनमा लागेका टिम र क्लस्टर नम्बर 2 का साथीहरू, हाम्रो क्याम्पेनलाई सहजीकरण गर्ने क्याम्पेन कोअर्डिनेटर डाक्टर गणेश ढकाल र त्यसका टिमका साथीहरू, क्लबका अध्यक्ष तथा मेरो पदाधिकारीज्यूहरू, प्रिय सदस्यज्यूहरू, सबैप्रति अत्यन्त आभार हुँदै कृतज्ञता सहित विशेष धन्यवाद ज्ञापन गर्दछु। मेरो होम क्लब लायन्स क्लब अफ कृष्णपुर, कृपया साथीहरू उठिदिन अनुरोध गरेँ। जसले मलाई आज यो अवस्थामा पुर्याउनको लागि मेरो होम क्लब लायन्स क्लब अफ कृष्णपुर, विशेष गरी म संस्थापक अध्यक्ष भएर मैले क्लब खोलिरहँदा मलाई संस्थापक सचिव भएर सहयोग गर्ने डाक्टर गणेश ढकाल आजका दिन पर्यन्तसम्म पनि निरन्तर मलाई चाहिँ यो अवस्थामा पुर्याउनको लागि सबै कृष्णपुर क्लबका साथीहरूलाई विशेष आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु। तपाईहरुको आत्मीयता, मार्गदर्शन र निष्ठा मेरा लागि निरन्तर प्रेरणा हुनेछ। मलाई थाहा छ नेतृत्व पदयात्रा सजिलो हुँदैन, तर जब साथमा तपाईहरुको समर्थन, विश्वास र प्रोत्साहन हुन्छ, कुनै पनि लक्ष्य असम्भव हुँदैन। म यहाँबाट प्रतिबद्धता व्यक्त गर्दछु। म सधैँ पारदर्शी, समर्पित र सेवा केन्द्रित नेतृत्व दिनेछु। म विश्वास गर्छु सफल नेतृत्व भन्नु नै सामूहिक प्रयासको परिणाम हो। तपाईहरुको साथमा हामी सबै मिलेर हातेमालो गर्दै हाम्रो डिस्ट्रिक्ट 325 आरलाई मल्टिपल र इन्टरनेसनल उदाहरणीय डिस्ट्रिक्ट बनाउने छौँ। मसँगै आज प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितज्यू र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा दिपेन्द्र खतिवडाज्यू निर्वाचित हुनुभएको छ। त्यस्तै लियो डिस्ट्रिक्टको अध्यक्षमा विज्ञान पौडेलज्यू र लियो उपाध्यक्षमा डिस्ट्रिक्ट उपाध्यक्षमा गौरव उपाध्यायज्यू पनि निर्वाचित हुनुभएको छ। सबै लिडरहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु। डिस्ट्रिक्ट गभर्नरको पदमा निर्वाचित भएसँगै आगामी वर्ष क्याबिनेटको महत्त्वपूर्ण पदमा लायन्स लिडरहरूलाई मनोनित गर्नुपर्नेछ। साथीहरूको इमानदारता, लगनशीलता, प्रतिबद्धता र समर्पण भावको कदर गर्दै हामीले आगामी वर्षको क्याबिनेटमा मनोनित गर्ने नीति लिएका छौँ। मलाई थाहा छ मैले सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर भइरहँदा मलाई अब यसपालि भने 25-26 को इन्टरनेसनल प्रेसिडेन्ट एपी सिंह काठमाडौँ आउनुभयो। उहाँले के भन्नुभयो भने तपाईले अहिलेको गभर्नरलाई एउटा क्लब अनिवार्य दिनै पर्छ। तपाई भाइस डिस्ट्रिक्ट गभर्नर भएर एउटा क्लब खोल्न सक्नु भएन भने तपाईले आफ्नो डिस्ट्रिक्टको नेतृत्व कसरी गर्नुहुन्छ भनेर उहाँले मलाई त्यो चुनौती दिनुभएको थियो। त्यसपछि म आइसकेपछि मैले साथीहरूलाई कुरा राखेँ। त्यो कुरा राखेपछि मैले कुरा राखेको 24 घण्टा बित्न नपाउँदै मलाई क्लब दिएर सहयोग गर्नुभयो डाक्टर गंगा सापकोटा। सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पनि दिनुभयो। फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर हुँदा पनि फेरि मैले एउटा क्लब खोल्नै पर्ने थियो। त्यो क्लब पनि उहाँकै सक्रियतामा मैले एउटा क्लब, फेरि अर्को क्लब पनि यो अहिले चालु वर्ष मैले त्यो क्लब पनि खोल्न पाएँ। र हामीले सिकागोमा भएको अहिले हामीले डिस्ट्रिक्ट गभर्नर इलेक्टको ट्रेनिङमा सम्मानित हुने अवसर पनि पाएर ओर्लान्डोमा पनि तपाईहरुको नासकको रूपमा म त्यहाँ सम्मानित हुँदैछु। त्यो सबै कार्यमा मलाई हरेक दिन सहयोग गरिरहने, यो कार्यको जिम्मा लिन तत्पर डाक्टर गंगा सापकोटालाई क्याबिनेट सेक्रेटरीमा मनोनित गर्ने निर्णय गरेको छु। माथि आउनु होला।
त्यस्तै मेरो आफ्नै होम क्लब लायन्स क्लब अफ कृष्णपुरको हरेक गतिविधिमा मलाई सहयोग गर्ने अर्को भाइ जसले निरन्तर दाइलाई गभर्नर नबनाइकन हाम्रो क्लबको औचित्य नै छैन भन्दै हरेक दिन रात नभनीका आफ्ना अरू सबै व्यवसायदेखि लिएर आफ्ना राजनीतिक क्रियाकलाप आर्थिक क्रियाकलाप सबै कुराहरूलाई थाती राखेर मलाई निरन्तर सहयोग गर्ने विकास पौडेललाई मैले क्याबिनेट ट्रेजररमा लगाइसकेपछि उता माला लाउनु आउने वर्ष 25-26 का लागि सबै क्लस्टरहरूको नेतृत्व गर्नका लागि तयारी अवस्थामा रहनुभएका साथीहरूलाई 6 जना साथीहरूलाई मैले क्लस्टर चिफमा पनि मनलित गरेको छु। क्लस्टर नम्बर 1 बाट रमेश कुमार पुडा सैनी क्लस्टर नम्बर 2 जो आज हामी हाम्रो ऐतिहासिक कन्भेन्सन सफल गरिरहेका छौँ। यही भूमि हो जसले हामीलाई एउटा ऐतिहासिक रूपमा सफलता दिलायो, मलाई डिस्ट्रिक्ट गभर्नर बनायो। यो भूमिलाई मैले कहिल्यै बिर्सिन सक्दिनँ। क्लस्टर नम्बर 2 बाट शिवलाल पुरीलाई क्लस्टर चिफमा मनलित गरेको छु। क्लस्टर नम्बर 3 मा निरन्तर रिजन चेयरपर्सन भएर पनि क्लस्टर चिफकै भूमिकामा काम गरिरहने, हरेक गतिविधिमा कहाँ के गर्नुपर्छ भन्ने कुरालाई कहिले पनि बिर्सिन नसक्ने, लायन्स भनेपछि लायन्सका गतिविधि भनेपछि सधैँ अगाडि बढ्न चाहने भाइ अजामिन ढकाललाई क्लस्टर नम्बर 3 बाट 4 नम्बर क्लस्टरमा को होला? 4 5 6 क्लस्टर नम्बर 4 धेरै हाम्रो चाहिँ 5 गभर्नरहरूको क्लब भएको त्यो क्लस्टरमा सबैभन्दा